हेलो लासो फ्यापुला टसिदिले नमस्कार सबैजनालाई है। पहिलो सर्वप्रथम म यहाँहरुसँग चाहिँ के बोल्न चाहन्छु भने आजको विषय रहेको छ हामी मानव चोलोमा आइसक्यो है। मानव चोलोमा आएपछि हामी के गर्नुपर्छ? धर्म कर्म सिक्नुपर्छ। धर्म कर्म सिक्नको लागि हामीले छुए पढ्न सक्नु पर्यो है। फर्स्ट कुरो भने छुए पढ्न सक्नु पर्यो। छुए पढेर अनि छुएको अर्थ बुझ्नको लागि के गर्नु पर्यो? भाषा सिक्नु पर्यो है। भाषा सिकेपछि चाहिँ हामीले थोरै गर्दै छुएको अर्थहरू बुझ्न सकिन्छ। यसको लागि चाहिँ हामीले सजिलो उपाय चाहिँ के छ भने हामीले अनलाइन क्लास खोलिँदैछ अनि पढाइको लागि नि हुन्छ अनि सिक्ने धर्म सिक्ने र नि धर्म प्रवचन सुन्नको लागि नि हुन्छ है। अनि हामी भाषा सिक्नको लागि पनि हुन्छ। अनलाइन क्लास चाहिँ पढ्नको लागि हुन्छ। यदि तपाईहरु समक्ष केही इच्छा चाहना छ भने कमेन्ट छोड्नु होला है। म पनि सिक्छु। धर्म कर्म भनेको गर्नै पर्ने हो। किनभने यो हामीले मानवको चोलो पाएर चाहिँ मानवको चोलो पाउनु भनेको यत्तिकै हुन हामी यो संसारको दुःखबाट संसारिक दुःखलाई त्यागेर हामी बुद्धत्व प्राप्त गर्नको लागि पो मानवको चोलो पाएको त। अनि अरू प्राणीहरूले के बुद्ध प्राप्त गर्न सक्छ त? गर्न सक्छ होला। ऊ प्राणी पनि हामी मानवकै जन्ममा लिनुपर्छ। मानवको जन्म लियो धर्म कर्म गर्दा गर्दै एक दिन प्राप्त त गर्छ। तर हामी यो मानवको जन्ममा चाहिँ है, यो मानवको जन्म भनेको एकदमै भाग्यमानी ठान्नुपर्छ है। हामी भाग्यमानी हो। कति प्राणीले दुःख पाएर होला आज हामी मानवको जन्म लिएर पनि के हो? हामी भनेको बोल्न सक्ने, दुईटा हात हुने, आँखा देख्न सक्ने, सुन्न सक्ने, सबै हाम्रोमा भनेको सबै पुगेको हो नि त। हाम्रोमा सबै पुगेको हुन्छ। तर कुनै अपाङ्ग हुन्छ, कुनैको हात नहुने, कुनैको आँखा नहुने, कुनैको कान नसुन्ने, बोल्न नसक्ने, यस्तो मानवहरू थुप्रै छ। हामी चाहिँ के हो? सबै पुगेको मान्छे है। मानव सबै भरिपूर्ण भएको मान्छे हो। हामी धर्म कर्म सिक्दै जाने। हामी धर्म कर्म जति सक्छ सिक्दै जाने। यो जन्ममा नसकी अर्को जन्ममा नि हुन्छ। हामी यो जन्ममा धन पैसा भनेको